म सुकुम्बासी। मेरो नाम सायद यो देशको सबैभन्दा धेरै उच्चारण गरिएको शब्दमध्ये एक हो, सुकुम्बासी। मेरो नाम धेरै पटक उच्चारण भयो, तर कहिल्यै सम्मानका साथ होइन। मेरो पीडाहरूमाथि धेरै आयोग बने, धेरै बैठक बसे, धेरै कागज भरिए, मेरा नाममा योजना कोरिए, भाषण गरिए, बजेट छुट्याइए। तर ती कागजका रेखाहरू कहिले मेरो झोपडीसम्म आइपुगेनन्। म सुकुम्बासी हुँ, तर मेरो नामको खोल ओढेर हुकुमबासीहरूले वर्षौंसम्म मोज गरे। मेरो अधिकारको नाममा आफ्नो घर ठड्याए, आफ्नो दुनियाँ सजाए। मैले भने अझै खोलाको किनारामै चिसो रात कटाइरहेँ। हरेक चुनावसँगै नयाँ अनुहार आयो, नयाँ नारा आयो, नयाँ आश्वासन आयो। सरकार फेरियो, कुर्सी फेरियो, झण्डा फेरिए, तर मेरो भाग्य कहिल्यै फेरिएन। कसैले मेरो आँखाभित्रको सपना पढेन। केवल मेरो अवस्थालाई भाषणको सामग्री बनाइयो। आफ्ना आफन्तको सुविधा खोज्नेहरूका लागि म केवल एउटा सङ्ख्या बने, एउटा सूची बने, एउटा भोट बने। मेरो झुपडी खोलाको किनारामा छ। वर्षात आउँदा खोला बढ्छ, मनमा डर बढ्छ। हावाको एक झोकाले टहरो हलिँदा लाग्छ कतै फेरि जीवन नै ढल्ने त होइन। तर त्योभन्दा ठुलो डर त आशा टुट्नु हो, किनकि गरिब मान्छेसँग बाँकी रहने अन्तिम सम्पत्ति नै आशा हो। तर मेरो पनि मन थियो, परिवार थियो, साना साना रहर थिए, जुन हरेक वर्षको बेलसँगै बगिरहे। अहिले फेरि समय मोडिएको छ। जनताको आवाज, जेनजी आन्दोलनको तरङ्गपछि एउटा नयाँ सरकार बनेको छ। सबैले आशा र विश्वास राखेको नयाँ नेतृत्वको सरकार आएको छ। हामी फेरि हेर्दैछौँ, फेरि पर्खिरहेका छौँ। त्यही खोलाको किनारामा टेकेका हाम्रा झुपडीहरू फेरि भत्किएका छन्। तिमीहरूले केही आश्वासन त दिएका छौ, केही शब्दले मलम लगाएका छौ, तर शब्दले मात्र घर बन्दैन, भरोसाले मात्र जीवन अडिँदैन। हामीलाई विकाससँग रिस छैन, परिवर्तनसँग गुनासो छैन। हामी त केवल यति चाहन्छौँ, हाम्रो भरोसा फेरि नटुटोस्, हाम्रो नाम फेरि कसैको स्वार्थको सिडी नबनोस्। हामी सुकुम्बासी हौँ, अपराधी होइनौँ। हामीले सहर कब्जा गरेको छैनौँ, केवल एउटा कुनामा बाँच्ने अधिकार खोजिरहेका छौँ। यसपालि यदि साँच्चै परिवर्तन आएको हो भने हाम्रा झुपडीका भग्ना अवशेषमाथि केवल धुलो नउडाउनु, एउटा भरोसा लाग्दो भोलि पनि बनाइदिनु। किनकि वर्षौंदेखि भत्किएको हाम्रो झुपडीभन्दा धेरै पटक त हाम्रो विश्वास भत्किएको छ। हामी अझै पर्खिरहेका छौँ एउटा यस्तो बिहानीको जहाँ सुकुम्बासी शब्दको पीडाको परिचय होइन, सम्मानित नागरिकको इतिहास बनोस्।